साथीहरु नमस्कार। हामी चाहिँ आज अमिलो खाने कार्यक्रम गर्दैछौं। 3 नन्द भाउजू है त लास्टसम्म हेर्नु होला। मैले फेरि यता लिप पोत गर्नलाई लिप पोत गर्न लागि देखाउँछ म हेर्नु होला लास्टमा। अहिले चाहिँ हामी अमिलोको तयारी गर्दैछौं। पानी आउँछ होला। कोही कोही मान्छे यताबाट पोखाबाट पानी छोड्दै अच्छा काट्न जान्दैन मुख हामीले त बोल्दै राछ जुठो हालौरीको जुठो हाल्नु के हुन्छ खानी त सानी हामी हाई काल्नु खाल्छु अमिलो भएर खाइको अरू भात खेर खान्थ्यो। हाम्रो गाउँमा यस्तो बाजा बजेछ हामी गएको छैन अमिलो खानलाई। हामीलाई राम भन्दा इम्पोर्टेन्ट अमिलो हो के। यता देखेर भने त हुन्छ किन लुक्नु देखे त सम्झना ए मुखिया आयो भन त नुन हाल के त्यसको अनि यो ढोपा के नुन त यसैमा हाल्दिखो को दही भिज्दै छ। त्यस्तो हो न किन त्यस्तो चरा यार सन खानु काचा खा अमिल देखेर को कासको मुखबाट पानी एउटा मेरोबाट आहा भाउजूको मुखबाट पानी आएर गाईजहरू पानी आउने भनेकै मुखबाट गाईजहरू कसैले लिँदै मुखबाट पानी छोड्दै गरेछन्। हाम त यही हाल्यो तिमी जेसुकै गर मलाई बाल त्यही त हामी त कौन सा त्यहाँ रब रब बोले हाम्रो हामी जे छ त्यही भन हम अर्ग्यानिक भाषा बोलेको नि जानमा हो नि। अनि घोडाबाट आउन नलगे पानी मुखबाट त आउँछ नि। नै साथीहरु यति छ। अब म यसमा चाहिँ अब चिनी नुन खुर्सानी अनि दही हाल्छु है ल। वाउ गाइजहरु खानी त आइहाल्नु है हामी फेरि राखिदिइहाल्छौँ नि। ल अब यसलाई चाहिँ लास्टमा यस्तरी गर्ने हो। तपाईँ फेरि घिनाउनुहुन्छ होला हामी त यस्तरी खान्छौँ यसरी। भाउजूले त देखाएको थिएँ राम्रो देखाइछु क्यामेरा। अब क्यामेरा सिधा मतलब भएन के ल यता जाऊ त अलि यता मेरो छेउछेउमा तर रस धेरै भयो नि हेर्नु यहीँ जाँदैन अमिलो कोरा आन्टी अमिलो सादर खाल्ला अब आन्टी फेरि घिनाएर ढल्नुहुन्छ त्यही ठाउँको ठाउँ। अमिलो खेको भेट्दै थियौँ दही हो फेरि दहीमा मुछेर खाल्ला हाम अस्ति हिजो 2टा खायौँ आज 2टा यो आन्टी के उडेर आयो चराले छेरो र चराले हातमा छेर्दैछ त्यति औ कहाँ हो त निकाल्न भने रगत निकाल्नु पर्छ अरे यो आन्टीको नेटको र त्यहीँबाट निस्किन्छ निका छ अब उडेर आयो होला यत्रै कतेलो के कतेलो फुलको खसी होला होला फुल हो त्यहाँ चरा छेर नि यत्रोसम्म हामी बस्छौँ मरिहाल्छ मेरो गाइस खानी हो। यस्तो गरेर खान कसलाई मनपर्छ हामीलाई त पुरा खतरा लाग्छ। नुन खुर्सानी सबै यहीँ छ सानो सानो एउटा चक्क टाक्नु पर्छ। यहाँ मेरो यहाँ निस्किँदा कस्तो ठिक छ। अब यता कस्तो खाने अहिले दाउ आऊ भाउजू दाउ दाम देखाइदिन्छु पो क्यामेरा राख्नु कसले दाम ल म हालिदिन्छु झोल पिउन पर्यो यहाँ टप टप खाना गाईजहरू फेरि हामी 3 टिले मात्रै खाने हो अरू कसैले होइन।
रसा लिन्छु मैले कति त पानी मात्रै यो छोड्ने खान जान्दैनन् उता लिप्न लाखल कतिले है अहिले मैले लिप्ने बेलामा फेरि हाम्रोतिर खाना हुन्न भन्ने चलन छ गाईजहरू त्यो लिप्ने मान्छेले खायो भने फेरि खत्रकै ढल्छ ठाउँको ठाउँ मैले फेरि लास्ट टाइम खान्छु यसमा बनाउन उ गरिदिउँ न सिकाइदिनु छिटो भलपुल नगर्नु छिटो त तपाईँले भिडियो बनाउनुलाई फेरि छिटो गराउनु मिल्छ गो त्यहाँखेरि ढिलो गराउनु हो त भयो न केटाउरी ओले ल्याउनु न ओली हाल ओली धेरै ल्याउनु र पोल्ला हुन्छ ओले ल्याउनु भाउजूले ल्याउनु यहाँ ओली ओले ल्याउनु यिनी ओली फाल्छिन् हिजो फालिकिन् त्यो फाल्न लगेर जुठो हानी खाइकिन् उतना र अमिलो भएर त जुठो पनि खान्छ म उको त्यहाँ यहाँ त आउनुको त अब ठिकै खायो खान त केही देखिन्न मै त्यहाँ त यसले यता बसे पो देखिन्छ उकेर घाम खोसमा यहाँ राख्दिउँ र भाउजूहरू जानु हामी त साथीहरू हामी देखेन अलि जान्छ सानो नदेखि मैले खान लाखो गाईजहरू म यही छु है यता मुढातिर राख्नु भएको थियो एक थाल खाने आउनु कता हेर्नु फेरि झुट बोली भन्नला अनि हामी त फेरि यस्तै हो है चिलमा अमिलो हुने भने कमसेकम 5 दिनमा एउटा बुटो भ्याउँछौँ अरू जङ्क फुड खान मन परेन नि हाम्रो यस्तै यस्तै हो अर्ग्यानिक अलि चिनी कम भएछ यार नि नि अमिला धेरै अमिला खानु क्या जति चिनी म जुठ हाल्दैन धेरै छोलो उठाउनु तिमीले फाल्छिन् पो फेरि अहिले अहिले यहाँ देख्नलाई अहिले मेरो आँखा ठुला हो नि अगाउनु न अहिले फेरि लास्ट टाइम फालिहाल्छु को त्यस्तो हो त दहीसित मिठो हुने रहेछ साथीहरू हामीले यसमा फेरि त्यो मेथी हाल्छ नि साथीहरू त्यो फेरि हालेनौँ के अलि ढिला भयो हतार भयो मुखबाट पानी आइहाल्यो खान पर्यो भनेर अल्छी छौँ नि त कानाबाट ट्याउ पिरो निस्क्यो यार पिरे खाइदैन मेरो पिरो भयो तिम्रो पिरो भयो लाग्दाको होला मैले यहाँ देखाउँछु है त अब उसलाई गई मान्छेले फेरि यहाँ लिप्दै मुखबाट पानी छोड्दै गरेछन् ऊ यस्तो रातो छेर राख्ने खाता यसमा के भएर त राम्रो भयो नि त भन्ने कुरो हामी त्यसमा सोच्दैन यसरी चाट्नुपर्छ हात बल्ल मजा आउँछ खाए जस्तो हुन्छ कि अरूले त चम्चाले खान्छ नि आफ्नो हात नभए जस्तो आमा त यिनी बेल्छ हुन्छ हामी त 5वटा छाप मेरो फेरि 6वटा छ न होला म चुकी हुँ नहुन त्यस्तो त्यस्तो भन्नु होइन के सामाजिक सञ्जालमा त्यस्तो बोल्नु हुँदैन आफूलाई हेप्छिन् अरे आफू त्यस्तो छैन नि आफैले हेप्छिन् यस्तो आफ्नो बिल्ला यसले अमुले बनाएर खान नि सक्दैन म नभएसम्म गाईजहरू बनाएर खान नसकेको होइन कि सबै खाँदाखेरि रमाइलो हुन्छ भनेर कुरेर बसेको के कपले पहिला टिपेको अमिला हुन् गाईजहरू आज चाहिँ हामीले अमिलो टन्नै खाइहाल्यौँ सबैजनाले हेर्नु होला लाइक कमेन्ट सेयर सबै गर्नु होला सब्स्क्राइब पनि गर्नु होला फलो गर्नु होला म चाहिँ फलो ब्याक दिन्छु अहिलेलाई चाहिँ बिदा भएँ हस्त धन्यवाद नमस्ते जय नेपाल 9 मिनटको बाई बाई टाटा अहिले मस्तै होला 400 बाई बाई